हेलो साथीहरू, हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आफ्टर लङ टाइम पछि म फेरि छोटो मिठो ब्लग बनाउँदैछु र हाम्रो सम्पूर्ण पङ्गिलामा परिवारको तर्फबाट हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। र आज चाहिँ हाम्रो बन्दीपुरसम्मको यात्रा छ। हामी सम्पूर्ण पङ्गिलामा फुपू पुसाई बाबा आमा हामीहरू सबै मिलेर आज बन्दीपुरको घुमघाम कार्यक्रम रहेको छ र हामी चाहिँ बिहानको 6 बजे मियापाटनबाट सबैजना जम्मा भएर जान लागिरहेको छौँ र बसमा चाहिँ म्युजिक बजाएर रमाइलो गर्दै जाने भएको हुनाले मैले चाहिँ म्युटमा राखेर भोइस ओभर गरेको छु। हेरेर माया गरिदिनु होला। हामी आज बन्दीपुरमा आएको छौँ र सबलाई स्वागत छ बन्दीपुरमा। र यो रामराज महालले जो भिजुअल प्रेमराज महालले जो भिजुअल बनाएको थियो यही ठाउँमा हो, यही बन्दीपुरको ग्राउन्डमा। र आज हामी रामदेवी दाजुभाइ सबै दिदीबहिनीहरू आएर झम्का भेट्न यहाँ आज भ्रमण भनौँ न अवलोकन गर्दैछौँ। खुसीको दिन भनौँ र घुम्ने
बन्दीपुर जाउँ ल कस्तो फिल हुँदैछ त नि नढाट्नु है भोक लागेर एकदम रमाइलो भएछ साँचो साँचो लाग्छ न हामीलाई त झुट बोल्ने होइन झुट बोलेको त बुद्धले होला लु बन्दीपुर बजारमा प्रवेश गऱ्यौँ हामी बिहान आएदेखि अहिलेसम्म एउटा पानी पनि खाएको होइन टाढो भइसक्यो के खाएर मैले कहिले सपनामा है कति राम्रो राम्रो ऊपर नीचे दौसुरे सर्भिस चाहिँ अलि राम्रो भएन होला कि हाम्रो घरमा त्यस्तै छ मेरो घर शीतल बाहिर भनेर सक्यो के अरे चियर्स फर्किन लाग्यो है अब ओ सानो तिमी कहाँ
नमस्ते मेरो नाम बबिता गुरुङ नमस्ते म इन्द्र गुरुङ नमस्ते म मीना गुरुङ नमस्ते म फुलमाया सियाबिङ नमस्ते म सुजाता गुरुङ नमस्ते म नमस्ते म हिरा गुरुङ नमस्ते म नमस्ते म जियु यानि गुण गुरुङ